नेपाली क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँगको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेसँगै क्यानमाथि दबाव सिर्जना भएको छ। हालै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले आफूले सेन्ट्रल कन्ट्र्याक्टलाई निरन्तरता नदिने घोषणा गरेका थिए। सन्दीपको यस कदमले क्यानको नेतृत्व समक्ष गम्भीर चुनौती खडा गरेको छ। खासमा सन्दीपले नेपालको अम्पायरिङ स्तरबारे प्रश्न उठाएको र क्यानले कारबाही गरेपछि सन्दीप क्यानसँग सन्तुष्ट छैनन्। जय ट्रफीका क्रममा अम्पायरहरूको निर्णयमा असन्तुष्टि जनाउँदै सन्दीपले त्यसबेला सामाजिक सञ्जालमा नेपालको अम्पायरिङ स्तरबारे प्रश्न उठाएका थिए। यता राष्ट्रिय खेलाडीले सार्वजनिक प्लेटफर्ममा नै यसरी असन्तुष्टि पोख्नु अनुशासन विपरीतको क्रियाकलाप भएको र यसले अन्तर्राष्ट्रिय समुदायमा समेत नकारात्मक सन्देश जाने भन्दै क्यानले उनलाई अनुशासन उल्लङ्घनको कारबाही गरेको थियो। त्यसबेला क्यानको आचार संहिता विरुद्ध फेसबुक लगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई 3 डिमेरिट अङ्क दिने निर्णय गरेको थियो। क्यानले सन्दीपको विषयमा लिएको अडान र त्यसमा लामिछानेको घुमौरो पछिल्ला प्रतिक्रियाहरू चर्चाको केन्द्रमा रहँदै आएको छ। एकाएक सन्दीपले यति बेला क्यानको सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिने आखिर किन यो कदम चाले त भन्ने फ्यानहरूमा कौतूहल जागेको छ। उनले सन्यास घोषणा गर्न लागेकोदेखि विदेश पलायन हुन लागेकोसम्म हल्ला चलिरहेका छन्। सन्दीप अहिले 24 वर्षका मात्र भए। उमेरका हिसाबले उनको लामो खेल करियर बाँकी छ। यो सन्यासको विषयमा सोच्ने उपयुक्त बेला हुँदै होइन। उनी अहिले पनि नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य हुन्। नेपाल प्रिमियर लिगमा अपेक्षित प्रदर्शन गर्न नसके पनि उनको क्षमतामा प्रश्न उठाउन मिल्दैन, किनकि अरू नेपाली कुनै पनि खेलाडीले गर्न नसकेको सन्दीपले गरेर देखाएका छन्। सन्दीपले संसारभर क्रिकेट खेलेर आफूलाई प्रमाणित गरिसकेका छन्। अहिले सामाजिक सञ्जालमा सन्दीपको प्रदर्शन खस्किएको भन्दै यदाकदा टीका टिप्पणीहरू भइरहेका छन्। तर उनको स्तरको खेलाडीको लागि यस्ता टीका टिप्पणीहरू सामान्य विषय हुन्। सन्दीपको पछिल्लो कदमले क्यानको निर्णय प्रक्रिया र व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ। यता क्यानभित्रै पनि सन्दीपको विषयलाई लिएर मतभेद देखिन थालेसँगै अब के हुने हो भन्ने विषयमा खेल प्रेमीहरूले चासोका साथ हेर्न थालेका छन्। खासमा सन्दीपले लिएको पछिल्लो निर्णय गम्भीर र रहस्यमय छ। सेन्ट्रल कन्ट्र्याक्टको विषयमा क्यान र खेलाडीबीच विवाद भएपछि 2078 मङ्सिर 29 गते कारबाही स्वरूप दिपेन्द्र ऐरीबाट खोसिएको उपकप्तानी फेरि अहिले उनैलाई दिएको छ। तर सन्दीपमाथि बलात्कारको आरोप लाग्दा उनीबाट खोसिएको कप्तानी उनले न्यायालयबाट सफाई पाएर खेलमा फर्किँदा पनि किन दिएन, प्रश्न गम्भीर छ। सन्दीप लामिछाने हालसम्म नेपालका सबैभन्दा चर्चित र सफल क्रिकेट खेलाडी मध्ये एक हुन्, जसले अन्तर्राष्ट्रिय लिगहरूमा समेत नेपाली प्रतिनिधित्व गरेका छन्। यति मात्र होइन, सन्दीप लामिछाने नेपालका लागि सबैभन्दा सफल बलर मध्ये एक हुन्। उनले 58 एकदिवसीय खेलमा 121 विकेट र 58 टी20 अन्तर्राष्ट्रिय खेलमा 108 विकेट लिएका छन्। उनले 42 एकदिवसीय खेलमा 100 विकेट पुरा गर्दै विश्वमै सबैभन्दा छिटो यो उपलब्धि हासिल गरेका छन्। त्यस्तै 54 टी20 अन्तर्राष्ट्रिय खेलमा 100 विकेट पुरा गर्दै दोस्रो छिटो यो कीर्तिमान बनाएका छन्।